हेलो एभ्रिवान, नमस्कार। तपाईँहरूलाई मेरो नयाँ च्यानल अथवा नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ मैले तपाईँहरूको लागि विशेष भिडियो लिएर आएको छु। आज चाहिँ मैले तपाईँहरूले कुनै बेला कारणवश केही भएर ब्लग फेसबुकमा मेसेन्जरमा ब्लग गरेको हुनसक्छ। कुनै मान्छेले आफ्नो बेस्ट मान्छेले ब्लग गरेको हुनसक्छ। त्यस प्रकार त ब्लग भयो भने तपाईँहरूले अब चाहिँ कसरी त्यसलाई अनब्लग गर्ने भनेर तपाईँहरूले चाहिँ म सिकाउन गइरहेको छु। सर्वप्रथम च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गर्नु होला हैन। आज भिडियो सुरु गर्नु त ब्लग चाहिँ कसरी गर्ने भने तपाईँहरूलाई म सिकाउन गइरहेको छु। सर्वप्रथम चाहिँ तपाईँहरूले फेसबुकमा जानु होला। फेसबुक जानुहोस् हैन। फेसबुकमा चाहिँ यस्तो फेसबुक गएर हैन तपाईँ टक्क 3 आइकनको ट्याबमा देख्न सक्नुहुन्छ। 3 आइकनको डट हैन, त्यहाँ गएर तपाईँसँगै जानुहोस्। सेटिङ प्राइभेसी भन्ने जानु अनि त्यो सानो सेटिङमा थिच्नुहोस्। अनि तपाईँले थिचेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। इन्टरफेस देख्न सक्यो तपाईँले यस्तो तल थोडा सारेर तपाईँले तल यहाँ देख्न सक्नुहुन्छ ब्लकिङ भन्ने देखिरहनु भएको छ नि। ब्लकमा ट्याप गरेपछि यहाँ कुनै ब्लक गरेको छैन। यहीँबाट हामीले हैन ब्लक गरेको अनब्लक गर्न सकिन्छ। यहाँबाट ब्लक लिस्ट पनि हैन ब्लक पनि गर्न सकिन्छ। यहाँ भएको अनब्लक पनि गर्न सकिन्छ। आज चाहिँ यो भिडियोमा यो फेसबुक आइडीबाट चाहिँ मैले ब्लक नगरेको हुनाले आज मेरो हैन आइडीमा ब्लक आएको छैन। त्यसले ब्लग यसरी हामीले खोल्न अथवा ब्लग गर्न सकिन्छ। साथीहरू, भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया अवश्य दिनु होला भन्ने आशाका साथ नयाँ च्यानल अर्को नयाँ भिडियोमा तपाईँलाई हैन स्वागत गर्ने वाचा लिँदै आज चाहिँ म बिदा हुन चाहन्छु। हस्त धन्यवाद।